जमिन छैन, मलबिउ पनि किन्न सक्दैन, तर ऊ गरिबीमा बाँचेको छ, वर्षभरि माटोमा खेल्छ, 6 महिनाभन्दा खान पुग्दैन। नम्बर 1 यसका विषयमा सोचौँ। दोस्रो नम्बर मध्यम खालको जसले वर्षभरि खेती गर्छ ऊ बाँच्न सक्छ, त्यसका विषयमा सोचौँ। र अर्को तेस्रो व्यावसायिक किसान। हामीले यसको पेरिफेरीमा रहेर हामीले यो नीति बनाउन सक्यौं भने हामी दौडिएर जहाँ पुग्न खोजेको पुग्न नसकौँला, तर यसलाई कार्यान्वयन चरणमा लैजाने र व्यवस्थापन गर्न सक्यौं भने नेपालले यति कल्पना गरे पुग्छ अहिलेका लागि। तर हामीसँग अर्को चुनौती के छ भने हामी सधैँ के आयातले मात्रै बाँच्ने, आयातको भरले बाँच्न सकिँदैन। सिङ्गो नेपाली बाँच्नु पर्यो। मैले गरेको खेतीले 10 जनालाई पुगोस्, मैले गरेको व्यवसायले लाख मान्छेलाई पुगोस्। त्यो ढङ्गबाट हामीले सोच बनाएर अगाडि बढौँ।